नमस्कार साथीहरू, आजको यस विशेष अडियो क्लासमा तपाईहरू सबैलाई स्वागत छ। यो क्लास विशेष गरी त्रिभुवन युनिभर्सिटी ब्याचलर फर्स्ट इयरको पोलिटिकल साइन्सको पाठ्यक्रममा आधारित भएर तयार पारिएको हो। परीक्षाको दृष्टिकोणबाट सरकारका अङ्गहरूमध्ये व्यवस्थापिका अर्थात् संसद सम्बन्धी प्रश्न धेरै सोधिने गरिन्छ। त्यसैले तपाईहरूले यो अडियोलाई एकदमै ध्यान दिएर सुन्नुहोस्, मुख्य बुदाहरू कापीमा नोट गर्नुहोस् र परीक्षामा आफ्नै मौलिकता र भाषा युज गरेर उत्तर लेख्ने तयारी गर्नुहोला। ल त साथीहरू, सुरु गरौँ आजको क्लास। 1. व्यवस्थापिका भनेको के हो? मिनिङ अफ लेजिस्लेचर। राजनीति शास्त्रमा सरकारका तीनवटा मुख्य अङ्गहरूमध्ये व्यवस्थापिका सबैभन्दा पहिलो र महत्त्वपूर्ण अङ्ग हो। यसलाई अङ्ग्रेजीमा लेजिस्लेचर वा सामान्य भाषामा संसद, पार्लिमेन्ट भनिन्छ। लेजिस्लेचर शब्द ल्याटिन भाषाको लेक्स, जसको अर्थ कानुन हुन्छ, र ल्याटिस, जसको अर्थ बनाउनु हुन्छ, मिलेर बनेको हो। सरल शब्दमा भन्नुपर्दा देशको लागि आवश्यक कानुन बनाउने, परिमार्जन गर्ने वा पुराना कानुन खारेज गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक निकाय नै व्यवस्थापिका हो। लोकतान्त्रिक देशहरूमा जनताले चुनाव मार्फत आफ्ना प्रतिनिधिहरू छानेर संसदमा पठाउँछन्। त्यसैले यसलाई जनताको आवाज बोल्ने ऐना पनि भनिन्छ। व्यवस्थापिका मुख्य गरी दुई प्रकारका हुन्छन्। एक सदनात्मक युनिक्यामेरल, जहाँ एउटा मात्र सदन हुन्छ। दुई सदनात्मक बाइक्यामेरल, जहाँ दुईवटा सदन हुन्छन्, जस्तै नेपालमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहेका छन्। 2. व्यवस्थापिकाका मुख्य कार्यहरू। फङ्सन्स अफ लेजिस्लेचर। एउटा लोकतान्त्रिक राज्यमा व्यवस्थापिकाले धेरै प्रकारका महत्त्वपूर्ण कार्यहरू गर्दछ। परीक्षामा लेख्दा तपाईहरूले यसका कार्यहरूलाई यसरी बुदागत रूपमा वर्गीकरण गरेर लेख्न सक्नुहुन्छ। क. कानुनी कार्य, लेजिस्लेटिभ फङ्सन। यो व्यवस्थापिकाको सबैभन्दा मुख्य र प्राथमिक काम हो। देशको शान्ति, सुव्यवस्था र विकासका लागि नयाँ कानुनको मस्यौदा तयार गर्ने, संसदमा छलफल गर्ने र त्यसलाई पारित गर्ने काम यसले गर्दछ। समय सुहाउँदो बनाउन पुराना कानुनहरू संशोधन गर्ने अधिकार पनि यसैसँग हुन्छ। ख. वित्तीय कार्य, फाइनेन्सियल फङ्सन। राष्ट्रको ढुकुटी वा पैसामाथि पूर्ण नियन्त्रण व्यवस्थापिकाकै हुन्छ। सरकारले ल्याउने वार्षिक बजेट, राजस्व र खर्चको अनुमानलाई स्वीकृत गर्ने वा अस्वीकृत गर्ने काम संसदले गर्दछ। व्यवस्थापिकाको अनुमति बिना सरकारले जनतामाथि न त नयाँ कर लगाउन सक्छ, न त राज्य कोषबाट पैसा खर्च गर्न नै पाउँछ। ग. कार्यपालिकामाथि नियन्त्रण, कन्ट्रोल ओभर द एक्जिक्युटिभ। संसदीय व्यवस्थामा कार्यपालिका, प्रधानमन्त्री र मन्त्री परिषद आफ्ना प्रत्येक कामका लागि संसदप्रति जवाफदेही हुनुपर्छ। व्यवस्थापिकाले सरकारका कामहरूका बारेमा प्रश्न सोध्ने, ध्यानाकर्षण गराउने र सरकारले चित्त बुझ्दो काम नगरेमा अविश्वासको प्रस्ताव, भोट अफ नो कन्फिडेन्स पास गरेर सरकारलाई ढालिदिने अधिकार समेत राख्दछ। घ. संविधान संशोधन, अमेन्डिङ द कन्स्टिट्युसन। समय र परिस्थिति अनुसार देशको मूल कानुन अर्थात् संविधान परिवर्तन गर्नुपर्ने हुन सक्छ। संविधानमा तोकिएको विशेष प्रक्रिया र बहुमतका आधारमा संविधान संशोधन गर्ने विशिष्ट कार्य पनि व्यवस्थापिकाले नै गर्दछ। इङ. निर्वाचन सम्बन्धी कार्य, इलेक्टोरल फङ्सन। धेरैजसो देशहरूमा व्यवस्थापिकाले निर्वाचन सम्बन्धी काम पनि गर्छ। उदाहरणका लागि नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता उच्च पदस्थ व्यक्तित्वहरूको निर्वाचनमा संसदका सदस्यहरूले मतदान गर्दछन्। च. बहस र जनभावनाको प्रतिनिधित्व, डेलिब्रेटिभ फङ्सन। संसद देशको यस्तो साझा मञ्च हो जहाँ देशभरिका जनप्रतिनिधिहरू जम्मा हुन्छन्। उनीहरूले देशका समसामयिक समस्या, बाढी पहिरो, महँगी जस्ता जनताका पिरमर्काहरूमाथि व्यापक बहस र छलफल गरेर सरकारको ध्यानाकर्षण गराउँछन्। 3. निष्कर्ष। निष्कर्षमा भन्नुपर्दा व्यवस्थापिका केवल कानुन बनाउने कारखाना मात्र होइन, यो त नागरिक स्वतन्त्रताको रक्षक र लोकतन्त्रको मुटु हो। यसले कार्यपालिकालाई निरङ्कुश हुनबाट रोक्छ र जनताको इच्छालाई कानुनी रूप दिने काम गर्दछ।